प्रथम विश्वयुद्ध का प्रमुख घटना मिति 28 जुलाई 1914 अस्ट्रियाद्वारा सर्बियाको राजधानी बेलग्रेडमाथि आक्रमण। 29 जुलाई 1914 रुसद्वारा सर्बियाको रक्षा गर्न आफ्नो सेनालाई आदेश र युद्धमा प्रवेश। 30 जुलाई 1914 जर्मनीले रुसलाई सर्बियामा खटाएको सेना फिर्ता गर्न दबाव। 1 अगस्त 1914 रुसले सर्बियाबाट सेना फिर्ता नबोलाएपछि जर्मनीद्वारा रुस विरुद्ध युद्धको घोषणा र फ्रान्सद्वारा रुसको समर्थन। 3 अगस्त 1914 जर्मनीद्वारा फ्रान्स विरुद्ध युद्धको घोषणा। जर्मन सेना फ्रान्समाथि आक्रमण गर्न बेल्जियम प्रवेश। बेलायतद्वारा बेल्जियमबाट सेना फिर्ता गर्न जर्मनीलाई चेतावनी। 4 अगस्त 1914 बेल्जियमबाट जर्मनीले सेना फिर्ता नगरेपछि बेल्जियमको सुरक्षाका लागि बन्दै बेलायतद्वारा जर्मनी विरुद्धको युद्धको घोषणा। 12 अगस्त 1914 बेलायत र फ्रान्सद्वारा अस्ट्रिया हङ्गेरी विरुद्ध युद्धको घोषणा। 20 अक्टोबर 1914 बेल्जियमको वाइप्रेस सहरमा प्रथम वाइप्रेस युद्ध बेल्जियमको ठुलो सङ्ख्यामा सेनाको मृत्यु। 24 मे 1915 इटालीद्वारा अस्ट्रिया हङ्गेरी विरुद्ध युद्धको घोषणा। 15 अक्टोबर 1915 बेलायतद्वारा बुल्गेरिया विरुद्ध युद्धको घोषणा। 27 अगस्त 1916 रोमानियाद्वारा अस्ट्रिया हङ्गेरी विरुद्धको घोषणा। त्यसै गरी 28 अगस्त 1916 इटालीद्वारा जर्मनी विरुद्ध युद्धको घोषणा। 6 अप्रिल 1917 अमेरिकीद्वारा जर्मनी विरुद्ध युद्धको घोषणा। 7 अगस्त 1918 जर्मन सेनाको पराजय र जर्मनको कालो दिन। 9 नोभेम्बर 1918 जर्मन सम्राट कैजर विलियम द्वितीय भागेर पलायन। 28 जुन 1919 पेरिस शान्ति सम्मेलन भर्सेलिजको सन्धि र युद्धको अन्त्य। प्लिज लाइक एन्ड सब्सक्राइब।